नमस्ते। महिलाहरूको जब पाठेघरमा निरन्तर रूपमा बच्चा खेरा जाने हुन्छ, नबस्ने नटिक्ने हुन्छ, त्यस्तो त्यस्तो अवस्थाले गर्दाखेरि महिलालाई सामाजिक तथा पारिवारिक तनाव झेल्नुपर्ने अवस्था हुन्छ। त्यो अवस्थामा औषधिहरू अनेक होलान्, उपचार पद्धति अनेक छन्। त्यस्तो विशेष अवस्थामा आहार पनि त्यत्तिकै जरुरी छ जति औषधको जरुरी छ। आहारमा के खान सकिन्छ त, के प्रयोग गर्न सकिन्छ भन्ने कुरामा अध्ययन गर्दाखेरि पाइयो कि एक यस्तो वनस्पति छ जसको नाम सिंगडा हो। सिंगडा भनिन्छ यसलाई। तराई प्रदेशमा पाइन्छ, जाडो महिनामा फल्दछ। यो फल हो। यसको प्रयोग गर्दाखेरि गर्भस्राव हुँदैन, बच्चा खस्दैन, बच्चा झर्दैन, तथा यसमा प्रचुर मात्रामा म्याग्नेसियम, सल्फर, क्याल्सियम, फस्फोरस, स्टार्चको मात्रा हुन्छ, जसले गर्भाशयलाई, गर्भ या बच्चालाई त्यहाँ रोक्दछ, राख्दछ र न्युट्रिसन प्रदान गर्दछ। यो आहार जसरी खाइन्छ, जसरी खाना खाइन्छ त्यसरी नै खान सकिन्छ र निरन्तर रूपमा यसको प्रयोग गर्न सकिन्छ। यसको उचित प्रयोग गरियो भने गर्भस्राव हुँदैन, बच्चा गर्भाशयमा बस्दछ। अनेक औषधिको पनि साथमा प्रयोग गर्नुहोला। यो आहारको रूपमा प्रयोग गर्न सकिने एक वनस्पति हो। यसको पनि प्रयोग गर्नुहोला र यो समस्याबाट मुक्ति लिनुहोला। यसमा फाइदा पुग्दछ। हस्त, धन्यवाद।